तर जुन तपाईँले भन्नुभयो गठबन्धन कुरा, त्यो राजनीतिकमा त्यो असम्भव हुँदैन। हुन सक्छ भोलि एमाले र काङ्ग्रेस मिलेर पनि चुनाव लड्न सक्छ, त्यो हुन सक्छ है, अहिलेसम्म कुरा भएको छैन। तर राजनीतिकमा सम्भावना कहिले पनि अन्त हुँदैन, स्वाभाविक छ। अहिलेसम्म जनकपुरको धनुषाको क्षेत्र नम्बर 4 का जनताले जुन प्रकारले मलाई यो ठाउँमा पुर्याएको छ, म उहाँहरूको ऋणी छु। त्यो ऋण चुक्ता गर्न अहिले बाँकी नै छ। अर्थात् जनतालाई जुन मैले आश्वासन दिएको थिएँ, कबुल गरेको थिएँ, सबै काम गर्न पाएको छैन। त्यसैले जनतासँग जुन मैले वाचा बन्धन गरेर आएको थिएँ त्यसलाई पुरा गर्न हुन सक्छ पार्टीले फेरि पनि मलाई 4 मै पठाउने सम्भावना मैले चाहिँ देखेको। मा शङ्का छ। शङ्का किन छ भनेदेखि अहिलेको यो चुनावी सरकार हो। नेपालमा आजसम्म जति अन्तरिम सरकार बन्यो सबै सफल भएको छ, तर यो सरकार सफल होला जस्तो मलाई लाग्दैन। यो चुनावी सरकारमा गएका मन्त्रीहरू आफ्नो नैतिकता विपरीत राजनीतिक क्रियाकलापमा संलग्न हामी देखिरहेका छौँ। राजनीतिक क्रियाकलापमा उहाँहरू उत्रिसक्नु भएको छ। पार्टी बनाउने, प्रधानमन्त्री बन्ने, उपप्रधानमन्त्री बन्ने, मन्त्री बन्ने सपना देखिरहनु भएको छ उहाँहरू। यदि राजनीति नै गर्नु छ भने अहिलेको चुनावी मन्त्रीमण्डलमा बसेका मन्त्रीहरूले कि त राजीनामा दिनु पर्यो, कि त यो राजीनामा दिएन भने अहिलेको प्रधानमन्त्रीले उहाँहरूलाई बर्खास्त गर्नु पर्यो। देश चेन्जीको नाउँमा भूमिगत समूहको हातमा गयो। घर जलाउनलाई नेकपा एमालेका नेता कार्यकर्ताहरूको घर मात्रै 158वटा घर जलायो देशभरिमा। काङ्ग्रेसका घरहरू जलाएको छ नेता र कार्यकर्ताहरूको। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका अध्यक्ष शेरबहादुर देउपाहरूको घर जलिएको छ। शेरबहादुर धनी किसान हुनु गल्ती हो, धनी हुनु गल्ती हो, धनीहरू कम्युनिस्ट हुँदैन हो। भ्रष्टाचार गरेर बनाएको भए म त मन्त्री चाहिँ तपाईँको 67-68 पछि भएको हो। तर यो घर त त्योभन्दा 10 वर्ष पहिले, 10, 11, 12 वर्ष पहिले बनेको थियो, भ्रष्टाचारले बनाइएको थियो नि। त्यसैले जेनजीको नाउँमा भूमिगत समूहहरू जो अहिले गठबन्धन र बाँडफाँडमा लागेको छ, उहाँहरूको निर्देशनमा किन जलाइयो भने सम्पूर्ण देशवासीमा जुन देशभरिमा जुन जलाउने काम हो, कि घर जलिसकेपछि उहाँहरू आफ्नो घरकै चिन्ता गर्नुहुन्छ, राजनीतिबाट टाढा बस्नुहुन्छ, सङ्घर्ष गर्नुहुन्न। त्यो कुरोलाई हामीले तिर्नलाई घर जलाऊ, हामीलाई मार, तर बाँच्नु जे हामी देश र जनताको लागि मर्छौँ भनेको। हाम्रो जुन प्रकारले अहिले संसद विघटन गरियो त्यो के संवैधानिक प्रावधानभित्र पर्थ्यो र? सुशीला कार्कीजी जुन प्रधानमन्त्री बन्नु भएको छ, अहिलेको हाम्रो संविधानले कुनै पनि सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश देशको प्रधानमन्त्री बन्न पाउँदैन भनेर किटान साथ लेखिएको छ। हेर्नुहोस्, म नेपालको संविधान अनुसार, निर्वाचनको नियम कानुन अनुसार मेरो पार्टीले मलाई 77 जिल्लामा जहाँ पठाउँछ म त्यही गरेर चुनाव गर्छु। मेरो व्यक्तिगत कुनै मनसा छैन। धनुषा 3 का नेता कार्यकर्ता जनता शुभेच्छुकले मलाई योभन्दा अगाडि 5 सालको म्यान्डेट दिएर चाहिँ जिताउनु भयो। त्यो पनि मधेसका महिलालाई बहुमत धेरै मतले र यो अहिलेको जुन अवस्था आयो त्यो मैले 5 वर्ष कायम गर्न पनि पाएन। बिचमै ब्रेक जति मैले प्रतिबद्धता गरेको छु जनतासँग, अझ मेरो पनि कामहरू गर्न बाँकी नै छ।